नमस्कार, मेरो नाम लालचन्द्र गुम्बा हो। अहिले मैले युट्युबमा राष्ट्रिय भिजन भन्ने च्यानल खोलेको छ। म यो च्यानल मार्फत देशभित्र तथा देश बाहिर बस्नुहुने 3 करोड नेपालीहरूलाई अहिलेसम्म कसैले नउठाएको नबोलेको कुराहरू उठाउने छन्, बोल्ने छन्। सबै कुराहरू नेपाललाई विकास हुने, फाइदा हुने र नेपालीहरूलाई पनि फाइदा र सजिलो हुने कुराहरू छन्, कुराहरू राखिने छ। मैले यसमा खास गरी के कुराहरू भन्नुपर्छ छ भने मैले कृषिको बारेमा अब हाम्रो देश कृषि प्रधान देश भन्छ। खालि कागजमा मात्रै कृषि प्रधान देश भन्छ, तर यो कृषि कसरी गर्ने भन्ने कुरो कसैलाई पनि भनौँ न थाहा छैन वा के हो, यो अहिलेसम्म गरेको पनि छैन। खालि यो बहसमा मात्रै भइरहेको छ। भन्ने बेलामा कृषि प्रधान देश भन्छ, बहसमा त्यसै भन्छ, तर रियालिटीमा अहिलेसम्म अब भनौँ न कृषि त भएकै छैन। अब गाउँघरमा भनौँ नेपालमा हिमाल पहाड तराई जतातता पनि अब जग्गा जमिनहरू सबै बाँझो हुन थालिसक्यो। भन्ने बेलामा अब बिउ पाउँदैन, मल पाउँदैन, औषधि पाउँदैन, सिँचाइ अब पानी छैन। खालि अब कृषि प्रधान देश भनेको छ, सबै इन्डियाबाट किनेर खाएको छ। यो कृषि प्रधान देशलाई कसरी चाहिँ कृषि प्रधान नै साँच्चै कृषि प्रधान बनाउने त भन्ने कुरा अहिलेसम्म अब कसैले योजना बनाएको पनि छैन र यो सरेको पनि छैन कोही पनि। त्यही भएर मैले यो च्यानल मार्फत 3 करोड नेपालीलाई, मैले पढे लेखे त मेरो धेरै छैन होइन, म अब खासै त्यस्तो पढे लेखे भएको बुद्धिजीवी मान्छे त होइन म। हुन त यहाँ कस्तो विद्वानहरू हुनुहुन्छ, विद्वानहरूले खालि बहसमा र कागजमा मात्रै कृषि प्रधानको नाम मात्रै कृषि प्रधान गर्नुहुन्छ, तर कृषि कसरी गर्ने भन्ने कुरो अहिलेसम्म कसैले योजना भिजन केही बनाएकै छैन। त्यही भएर योजना भिजन केही बनाएको छैन, खालि त्यो बहसमा मात्रै भएको छ। त्यही भएर मैले चाहिँ कृषि कसरी गर्नुपर्छ भन्ने कुरो हामी गाउँघरमा जन्मेर अब खेतीपाती गरेर हुर्केको मान्छेलाई हामीलाई पढाइ लेखाइमा भन्दा नि त्यो बोलीमा भन्दा नि काममा धेरै अनुभव छ हामीलाई। त्यही भएर अब कृषि कसरी गर्नुपर्छ भन्ने कुराहरू मैले यो च्यानल मार्फत राख्नेछौँ। कृषिमा भनौँ न अब अन्न उत्पादन गर्नेदेखि लिएर अब भनौँ न अब गेडागुडी अब खाने दाल भनौँ न यस्तो अब गेडागुडीहरू कसरी उत्पादन गर्ने, माछाहरू कसरी उत्पादन गर्ने र यथावत धेरै कुराहरू छ। सडकहरू कसरी बनाउने भन्ने कुराहरू पनि म राख्न चाहन्छु, किनभने म एउटा गाडी चलाउने एउटा ड्राइभरको पेसा गर्छु। मैले गाडी नेपालमा मात्रै नभएर अब खाडी मुलुकतिर भनौँ न, युरोपतिर त होइन, साउदी, कतार, दुबई, बहराइनतिर अब भनौँ न खाडी मुलुक 4-5 कन्ट्रीमा मैले गाडी चलाएको छ। त्यहाँको बाटो कसरी बनाएको छ भन्ने कुरो मैले धेरै देखेको छु होइन। त्यसैले गर्दाखेरि बाटोहरू पनि को बारेमा पनि म केही कुराहरू राख्छु, मैले देखेको, मैले जानेको, मैले बुझेको कुराहरू। ट्राफिक व्यवस्थापन धेरै यहाँ ट्राफिकहरूकोमा धेरै समस्या छ, त्यसको बारेमा पनि म कुराहरू राख्छु। त्यही भएर यो च्यानल मार्फत राख्छु। यो च्यानल चाहिँ मैले भर्खर यो मेरो पहिलो भिडियो हो। यो च्यानल तपाईँहरूले यो भिडियो सुन्नुभएपछि, मेरो कुरो सुन्नुभएपछि तपाईँहरूले यो च्यानलमा सब्सक्राइब गर्नुहोला, लाइक सेयर कमेन्ट गर्नुहोला। मैले अर्को भिडियो बनाउने बित्तिकै तपाईँहरूको आइपुग्ने गरी सब्सक्राइब गर्नुहोला। र मेरो यो कुराहरूलाई अहिले त मैले खास केही भनेकै हुन्न, खालि यो पहिलो भिडियो हो मेरो, यसमा मैले केही पनि भनेको छैन। अब आउने भिडियोहरूमा चाहिँ मैले एक गरेर यो चिजलाई कसरी गर्ने भन्ने कुरो मैले जिरोदेखि लिएर भनौँ न त्यसरी नै मैले मिलाएर भन्ने छ। त्यसमा कुनै कमी कमजोरी भयो अथवा भनौँ न तपाईँहरूले चित्त बुझ्नु भएन भने नराम्रो कमेन्ट नगरिदिनु होला। तपाईँहरूले त्यस्तै केही बिग्रेकोहरूमा यो भएन त्यो भएन भन्ने कुरो कमेन्ट गरिदिनु होला, त्यसमा मलाई सिकाइदिनु होला। तर मलाई नराम्रो चाहिँ नभनिदिनु होला। र अहिले चाहिँ यो भिडियो चाहिँ म यति मात्रै बनाउँछु र
अर्को भिडियोदेखि चाहिँ मैले मेरो के हो मैले भन्न खोजेको के हो त्यो चाहिँ मैले एउटा गरेर हरेक भिडियोहरूमा मैले बनाउने छौँ। अहिलेको लागि चाहिँ म यति मात्रै भन्छु। हस्, धन्यवाद, नमस्कार।